नमस्ते, म हुँ तपाईँहरूकै आवाजको सहयात्री। अनि आज प्रस्तुत छ प्रेम कथा, जुन वर्षौंदेखि मनभित्रै गुम्सिएर रहेको एउटा अधुरो प्रेम कहानी। आउनुहोस् प्रस्तुत गरौं एउटा अधुरो प्रेम कथा। प्यारी निशा, सरिदय प्रेम सम्झना साथै मुटुभरिको माया अनि गुलाबभित्र फुलेका अवशेष यादहरू केवल तिमीलाई। म त सन्चै छु, थाहा छैन तिमीलाई कस्तो छ। जहाँ छौ आरामै छौ होला भन्ने आशा राखेको छु। निशा, यो सानो पत्र लेख्नुपर्ने त्यति ठूलो कारणहरू त थिएन, तर पनि यो लामो समयको अन्तरालपछि आज फेरि तिम्रो याद बेस्सरी आएको छ। तिम्रो यादहरूले बेस्सरी सताएको छ। तिमीलाई सम्झिरहेको छु, नदेखाउन सके नभन्न, तर पनि आज यो सानो पत्र मार्फत लेखिरहेको छु। कृपया नरिसाउनु है ल। निशा, सँगै बिताएका ती स्मृतिका रमाइला पलहरूले मलाई सधैँ झस्काइरह्यो, सताइरह्यो, तर पनि तिम्रो सामु आएर भन्ने हिम्मत जुटाउनै सकिन। तिम्रै यादमा कति रोएँ, कति तडपिएँ, तर तिमी टाढा भएको पनि वर्षौं भइसकेछ। अनि म भने अझै तिम्रै पर्खाइमा झिनो आशा लिएर बाँचिरहेको छु। यदि कुनै दिन तिम्रो पर्खाइमै मरिहाले भने मरेको खबर सुनेर कहिल्यै नरुनु है। तिम्रो सामु मेरो नामको यही एउटा उपहार छोडेको छु। कुनै दिन मेरो याद आयो भने तिमी पनि यसरी नै मेरो यादमा जिउनु। मेरो यादहरूले तिमीलाई कहिले नसताओस्, कहिले नतडपाओस्। बस क्षितिज पारीको देशबाट उही तिम्रो हुन नसकेको अभागी म। नमस्ते, म हुँ तपाईँहरूकै आवाजको सहयात्री। अनि आज प्रस्तुत छ प्रेम कथा, जुन वर्षौंदेखि मनभित्रै गुम्सिएर रहेको एउटा अधुरो प्रेम कहानी। आउनुहोस् प्रस्तुत गरौं एउटा अधुरो प्रेम कथा। प्यारी निशा, सरिदय प्रेम सम्झना साथै मुटुभरिको माया अनि गुलाबभित्र फुलेका अवशेष यादहरू केवल तिमीलाई। म त सन्चै छु, थाहा छैन तिमीलाई कस्तो छ। जहाँ छौ आरामै छौ होला भन्ने आशा राखेको छु। निशा, यो सानो पत्र लेख्नुपर्ने त्यति ठूलो कारणहरू त थिएन, तर पनि यो लामो समयको अन्तरालपछि आज फेरि तिम्रो याद बेस्सरी आएको छ। तिम्रो यादहरूले बेस्सरी सताएको छ। तिमीलाई सम्झिरहेको छु, नदेखाउन सके नभन्न, तर पनि आज यो सानो पत्र मार्फत लेखिरहेको छु। कृपया नरिसाउनु है ल। निशा, सँगै बिताएका ती स्मृतिका रमाइला पलहरूले मलाई सधैँ झस्काइरह्यो, सताइरह्यो, तर पनि तिम्रो सामु आएर भन्ने हिम्मत जुटाउनै सकिन। तिम्रै यादमा कति रोएँ, कति तडपिएँ, तर तिमी टाढा भएको पनि वर्षौं भइसकेछ। अनि म भने अझै तिम्रै पर्खाइमा झिनो आशा लिएर बाँचिरहेको छु। यदि कुनै दिन तिम्रो पर्खाइमै मरिहाले भने मरेको खबर सुनेर कहिल्यै नरुनु है। तिम्रो सामु मेरो नामको यही एउटा उपहार छोडेको छु। कुनै दिन मेरो याद आयो भने तिमी पनि यसरी नै मेरो यादमा जिउनु। मेरो यादहरूले तिमीलाई कहिले नसताओस्, कहिले नतडपाओस्। बस क्षितिज पारीको देशबाट उही तिम्रो हुन नसकेको अभागी म।